यहाँ सम्पूर्ण मंगोल भनेर हिँड्ने मित्रहरू सम्पूर्णलाई म सद्भाव राख्न चाहन्छु, उहाँहरूलाई म आधार गर्न चाहन्छु। तर तपाईहरु प्रष्ट हुनुहोस् है, प्रष्ट हुनुहोस्। तपाईहरुले देशको लोकतान्त्रिक समावेशितालाई तपाईहरुले स्वीकार्नै पर्छ है। एउटा राजनीतिक दल बन्ने हो भने, होइन भने एक खालको चाहिँ तपाईको हैन हल्ला गर्ने एउटा समूह मात्रै बनाउने, हैन एउटा आन्दोलनको वातावरण मात्रै गरिमा मात्रै तपाईहरु बाँच्ने हो भने भन्नु केही छैन। अब झण्डा बोकेर हिँडिराख्नु भएको छ, हैन के होला तपाईहरुको। त्यसो भनेदेखि त्यसलाई संस्थागत गर्नको लागि त नियम कानून र विधि विधानलाई पनि फलो गर्नुपर्ने हुन्छ होला। र म अनुरोध चाहिँ के गर्न चाहन्छु भने यो एउटा नाक थेप्चेले अर्को नाक थेप्चेलाई दुनियाँभरको आरोप लाएर तपाईले गालीगलौज गर्न छोड्नुहोस् है। तपाई नस्लीय चिन्तनबाट चाहिँ प्रेरित हुनुहुन्छ भने पनि तपाईले आफ्नो नस्ललाई चिन्न सक्नुपर्छ, हैन चिन्न सक्नुपर्छ। र म के भन्न चाहन्छु भने हामी यो देशका आदिवासी, यो देशका तपाईको चाहिँ उत्पत्ति कालदेखिको बस्दै आएको जाति है। हामीले हाम्रो पहिचान, हाम्रो संस्कार संस्कृति, हाम्रो चाहिँ रहनसहन, यी कुराहरूलाई, यो हाम्रो सोशल भ्यालुजलाई हामीले प्रिजर्भ गरेर संरक्षण गरेर राख्न सक्नुपर्छ, सिक्नुपर्छ है। र म मेरो यो भिडियोलाई सभ्य तरिकाले, हैन गाली गलौजमा लगेर हैन, सभ्य तरिकाले, किनभने गाली गलौज गर्ने बित्तिकै तपाईहरुको स्तर के हो भन्ने थाहा भइहाल्छ के। त्यसले गर्दा सभ्य तरिकाले यसलाई काट्ने गरी तपाईहरुले कमेन्ट गर्नुहोला र तपाईहरु प्रष्ट बन्नु होला है, प्रष्ट बन्नु होला। खासमा तपाईहरुले आफ्नो समुदायको लागि नै गर्नु भएको हो, आफ्नो नस्लकै लागि गर्नु भएको हो भने अरु नस्ललाई नल्याउनुस् है। क्षेत्री बाहुनलाई मात्रै होइन, कामी दमाईलाई पनि नल्याउनुस् हैन। कामी दमाई सार्की अब मधेसी मुस्लिमहरु सबै तपाईहरुले भुलाइराख्नु भएको छ। यहाँसम्म कि इन्डियामा भएको मुस्लिम के रे तपाईको छैन मूलवासीहरुसँग तपाईहरुको भनेर एउटा काला काला हुन्छ। अब मान्छेको रङ जहाँ जे एउटै हो, मान्छे ठुलो कुरो हो कालो र सेतो भन्नु भन्दा पनि, तर पनि त्यो काला जातिहरुसँग तपाईहरुले सहकार्य गरेको पनि देखिन्छ हैन। त्यसले गर्दाखेरि अब यो के हो मैले त केही बुझ्न सक्दिन। तपाईहरुले मंगोल भन्नुहुन्छ भने पक्का नस्ललाई हेरेर जानुपर्छ। नाक थेप्चो हुनुपर्छ मेरो जस्तो, आँखा चिम्सो हुनुपर्छ हैन, छोटो छोटो कदको हुनुपर्छ। त्यसलाई प्योर बनाउनुस्, होइन भनेदेखि सर्वजातीय बनाउनुस् हैन। बाहुन क्षेत्रीलाई पनि उलाउनुस्, बाहुन क्षेत्रीले के रे तपाईको शासकको स्थानमा पुगेकालाई नउलाउनुस्। तपाईको कतिको गोठालाहरू पनि छन् नि हैन, गोठालाहरू छन्, खेती किसानी गर्नेहरू छन् है। अनि तपाईको चाहिँ आर्थिक अवस्थामा निम्नहरू छन्, त्यस्ता मान्छेहरूलाई उलाउनुस् तपाईहरु है। उनीहरूलाई पनि मुक्ति चाहिएको छ। बाहुनदेखि बाहुन पीडित छ यहाँ हैन, क्षेत्रीदेखि क्षेत्री पीडित छ है, राईदेखि राई पीडित छ, मगरदेखि मगर पीडित छ। यी कुराहरू छ, वर्गीय कुरा पनि छन् यहाँनिर। त्यसले गर्दाखेरि त्यसलाई पनि तपाईहरुले ध्यान दिनु होला। र